माई सेकेन्ड ब्लग। अनि आज चाहिँ हामी स्वयम्भूको डाँडातिर जान लागिरहेछौँ। बिस्तारै बाटो चाहिँ यस्तै हो। गाइस अहिले हामी फाइनली बिजी मलमा आइसकेका छौँ। गाइस बिजी मल चाहिँ हो होइन। अब हामी यतातिर बिजी मलको हाइवेमा छौँ। भाइरल पुलतिर पनि आइसक्यौँ गाइस हामी चाहिँ अहिले। हाम्रो यहाँको चाहिँ एकदम भाइरल पुल हो यो चाहिँ होइन। अगाडिको चाहिँ यता चाहिँ मान्छेहरू बसिरहेको हुन्छन्, खै के हिसाबले बस्छन्। यो पुल चाहिँ एकदम भाइरल पुल हो गाइस। यताबाट चाहिँ हामी माछाको नुवाकोटतिर जान सक्यौँ गाइस होइन। यो चाहिँ नुवाकोट जाने तर्फको बाटो हो गाइस। हामी चाहिँ अहिले बालाजु आइसक्यौँ है गाइस। अहिले चाहिँ हामी अब यहाँबाट स्वयम्भू जान लागिरहेछौँ। आइपुग्यौँ है गाइस। अहिले चाहिँ स्वयम्भूतिर आइपुग्यौँ। स्वयम्भूको धेरै पुरानो खालको उयो हो, गुम्बा हो होइन। यता चाहिँ यो चाहिँ एकदम फेमस ठाउँ। थाहा नभएको भनेको प्रायः कसैलाई पनि छैन स्वयम्भू भन्ने बित्तिकै। र अहिले चाहिँ हामी ठ्याक्कै स्वयम्भू चोकमा छौँ। अहिले चाहिँ हामी अब यता हामी अनि बाटो चाहिँ यतैतिर हो होइन। दुईवटै ठाउँमा सब्जी छ, दुई ठाउँमा राम्रो पनि छ। गाइस भ्यू बाटो चाहिँ पिच छ होइन। पिच भएको कारणले गर्दा उकालो भयो भने त्यति फरक चाहिँ पर्दैन। पिच भएन भने चाहिँ गाह्रो हुने हो। दामी छ लगाइस बाटो चाहिँ। बाटो चाहिँ दामी छ। टिकटकमा चाहिँ दामी फेमस है गाइस। त एस्ट्रो हो, त्यही नसके पनि चियासिया चाहिँ खाइदिनु होला। हामी चाहिँ ठ्याक्कै सिङ्गल उकालोमा आइपुग्यौँ है। गाह्रो हुन्छ एक गेयरमा हाल्नु दामी छ उकालो चाहिँ होइन। झट्टै गेयरमा हाल्ने। हेलो हेलो कहाँ जानु लागेको? कति छ है हाम्रो क्या राम्रै म्याम आउनुभयो। सिङ्गल ट्री जाने बाटो चाहिँ यता हो होइन। सिङ्गल ट्री नगएर हामी सिधै आइरहेछौँ। हामी चाहिँ अब हामी चाहिँ माथि म नि आएको छैन। म नि फर्स्ट टाइम हो यता आएको चाहिँ। हाम्रो सरलाई थाहा छ, त्यही भएर चाहिँ आइदियो हो। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला र सबैले माया गरिदिनु होला। यस्तो यस्तो नयाँ नयाँ भिडियो आइरहेको छ। यसो स्टार्टिङ हो, त्यति राम्रो त हुँदैन। त्यही पनि यसो सबैले हेरिदिनु होला होइन। यसो गर्न पनि रमाइलो होस्। बाटो चाहिँ हामी जाने चाहिँ यही माथिको डाँडातिर है। माथिको डाँडा हो तर कताबाट जाने बाटो चाहिँ होइन।
बाटो चाहिँ यतासम्म त ठिक छ, यहाँसम्म त म नि आएको छु होइन। त्यसपछि आएको छैन। अनि कति पछि आएको हो? यो त भाइ उहिले हान्दैछ राइट हो कि? हामी चाहिँ अब यहाँबाट चाहिँ हामी राइट लेफ्टै लाग्ने रहेछ। म चाहिँ राइट लाग्ने होला भन्ने सोचिरहेको थिएँ। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला र सपोर्ट गरिदिनु होला र सबैले माया पनि गरिदिनु होला। यहाँबाट हामी त अलिक राइट हो जस्तो लाग्यो। यहाँबाट चाहिँ हामी राइट गर्दै राइट लाग्दै होइन। लकी जाने पर्छ। यहाँबाट चाहिँ हामी ठाडो उकालो रहेछ बाटो होइन। बाटो चाहिँ ठाडो उकालो छ, त्यही पनि केही छैन। हामीलाई त्यतिको नर्मलै हो होइन, किनभने हिँडिरहेको हुन्छौँ हामी। हिँडिरहेको भएर हो बाटो चाहिँ यस्तो छ। गाइस सबैले हेरिदिनु होला। बाटो चाहिँ नट अ ब्याड, राम्रै हो। यतिको अलिकति उकालो भन्ने मात्रै हो। जानुपर्ने माथिको उकालोतिर हो होइन। ठिक छ बाटो यतिको, नराम्रो भन्न मिल्दैन। हामी चाहिँ बाटो चाहिँ तपाईँहरूको टाइम भयो भने यसो 1-2 घन्टाको लागि 1-2 घन्टा यसो हिँडिरहेको भएर हो। बाटो चाहिँ यस्तो छ। गाइस सबैले हेरिदिनु होला। बाटो चाहिँ नट अ ब्याड, राम्रै हो। यतिको अलिकति उकालो भन्ने मात्रै हो। जानुपर्ने माथिको उकालोतिर हो होइन। ठिक छ बाटो यतिको, नराम्रो भन्न मिल्दैन। हामी चाहिँ बाटो चाहिँ तपाईँहरूको टाइम भयो भने यसो 1-2 घन्टाको लागि 1-2 घन्टा यसो उयो गरेर आइदिनु होला होइन। बाटो चाहिँ दामी छ। यतिको बाटोलाई नराम्रो भन्न मिल्दैन। भाइले देखाइदिनु घरमा बाटो ठाडो उकालो सफा बाटो त आम्बो खतरा उकालो रहेछ त। ल माथि होइन, त्यही माथि टर्निङ, त्यही माथि उकालो बाटो त हो नि। मान्नुपर्छ यतिको बाटोलाई। क्या दामी ठाउँ त, यतिकोमा चाहिँ टाइम स्पेन्ड गर्न चाहिँ दामी हुन्छ है। त्यही माथि टर्निङ यस्तो होइन, नयाँ पसलले गर्छ। तपाईँहरू चाहिँ सटपटे खानु पऱ्यो भने यसो टाइम होला र ठाउँ चाहिँ होइन। माथितिर चाहिँ यो यसो गुम्बातिर दामी छ है। ल छ त हाम्रो ठाउँ यो दामी 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 छ है ठाउँ चाहिँ। त सबैजना आइदिनु होला, धेरै टाइम पनि लाग्दैन। नयाँ बस मार्गबाट त्यही गङ्गापुरबाट त्यही हो, आधी घन्टामा तपाईँहरू माथि डाँडामा आइपुग्न सक्नुहुन्छ। दामी छ ठाउँ चाहिँ। दामी देखिन्छ है। यहाँ माथि चाहिँ आर्मी क्याम्प रहेछ। सो सामुदायिक यसमा आइपुग्यो हामी चाहिँ होइन। होमस्टे यहाँ त स्वागत छ। ल सबैजनालाई दामी रहेछ त्यो पर है। सबैजनाले क्या दामी ठाउँ रहेछ। ल त्यतिकोमा त यसो टाइम सबै कुरो थाहा पनि हुन्छ। पालमा होइन चिनमाथि यसो हावा खाँदै हिँड्नु पर्दै हिँडेको मजै छुट्टै छ है गाइस। क्या दामी ठाउँ रहेछ है। त घरहरू चाहिँ दामी रहेछ है। कस्तो घरहरू दामी, म खतरा मन पऱ्यो। अब हामी पनि 10 वर्ष मनपर्छ गाई जस्तै घर। अहिले त सकिन्न होइन। बिस्तारै अब राम्रो हुँदै गयो भने सबै कुरो पुरा भयो भने बन्छ भन्न त। अझै माथि होला होइन। ठाउँ चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्यो होइन।
मान्न त त्यो यादै नगर्दा होइन हाँ खिचेन त्यो त्यो खिचिन नि त्यही चाहिँ एउटा टुरिस्टहरू पनि आउने तपाईँहरू नआउने यहाँ चाहिँ प्रायः टुरिस्टहरू नै आउन चाहिँ हुँदैन कस्तो त्यही बाहिर ठिक छ ल केही छैन अहिले चाहिँ यता चाहिँ अब टुरिस्टहरूको त भिडियो बनाउन पाइएन होइन त्यही पनि टुरिस्टहरू पनि अब ट्रेकिङ चाहिँ आउँदो रहेछ यहाँ होइन त्यही पनि तपाईँहरू आउन सक्नुहुन्छ गाइज यहाँ हिँडेर पनि आउने ठाउँ रमाइलो छ होइन यस्तो दामी ठाउँ छ चिल छ ठाउँ चाहिँ होइन यी बाटोहरू हेर्नु यस्तो राम्रो छ होइन ठाउँ छ होइन यहाँनिर चाहिँ एकदम बेस्ट है ठाउँ चाहिँ तपाईँहरू यसो छुट्टीको बेला टाइम स्पेन्ड गर्न चाहिँ दामी हुन्छ ल अनि अहिले चाहिँ हामीले बाइक पार्किङ गरिसकेको छौँ र बाइक पार्किङ गरेर त्यही धेरै त हिँड्नु पर्दैन त्यही हो कति 10-15 मिनट जति हिँड्नुपर्छ होला 5 मिनट ए 5 मिनट जति हिँड्नुपर्ने रहेछ होइन म चाहिँ आएको छैन त फर्स्ट टाइम आएको हो सो अब त्यही पनि हिँडिदिउँ न फर्स्ट टाइम भयो नि यसो होइन ह्यान्डसम हुनुहुन्छ है यस्तो टिकटकतिर नि पोस्ट आउँछ यसो चाहियो भने यो चाहिँ पुरा गाउँै हो होइन यतातिर चाहिँ कुखुरा हुन्छ पुरा रोपाइ सोपाइ गरेर हुन्छ यहाँ चाहिँ त्यसो दामी छ है पुरा यहाँनिर चाहिँ यतिको भनेको राम्रो ठाउँ हो अब तल चाहिँ काठमाडौँ भ्याली भइगयो होइन चाहिँ त्यस्तै छ राइट होइन यता चाहिँ अब रमाइलो ठाउँ छ माथितिर चाहिँ गयो भने जङ्गल छ नट अ ब्याड यतिको भनेको होइन यहाँ खाजा खाना आइरहेछ साजा खानु पऱ्यो ठाउँ पनि दामी छ सो है गाइजहरू यहाँको स्पेसल भनेको चाहिँ यही हो भ्युज हो अहिले चाहिँ धेरै घाम लागेको भएर त्यति हावाहरू चलेको छैन नभए चाहिँ दामी चल्थ्यो होइन थप्रै हो यहाँ बस्ने ठाउँ पनि थियो अहिले चाहिँ यहाँ पुरा उयो गरेको छ प्लाटिङ गरेको रहेछ होइन